हाई गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन गाइज सबैलाई वेलकम छ मेरो युट्युब च्यानल राजा एक्स भ्लगमा होइन गाइज सबैलाई वेलकम छ होइन गाइज र गाइज एउटा कुरा पहाडको मौसम पानी पनि लागिरहेछ होइन गाइज आज चाहिँ गाइज म दुईवटा कुरा लिएर हजुरहरूको साथमा छु भन्नु के कुरा हो त आखिर होइन गाइज त्यो कुरा र गाइज एउटा चाहिँ खुसीको कुरा छ भने चाहिँ अर्को चाहिँ दुःखीको कुरा छ होइन गाइज र पहिला कुन कुराबाट स्टार्ट गरौँ भनेपछि पहिला चाहिँ खुसीको कुरा गरौँ होइन गाइज आज 3 दिन भयो होइन गाइज मेरो युट्युब च्यानल राजा एक्स भ्लगमा मेरो चाहिँ एउटा सब्सक्राइबर कम्प्लिट भइसकेको छ होइन गाइज त्यसै गरी सबैजनाले साथ सपोर्ट र माया देखाइदिनु होला भन्न चाहन्छु र गाइज पहाडको मौसम पानी लागिरहेछ होइन गाइज यस्तै छ र गाइज एउटा कुराले चाहिँ आज निकै दुःखी बनाएको छ गाइज होइन त्यो कुरा के हो त आखिर भन्नुपर्दा मेरो जुन मोबाइलले यो मोबाइलले मैले भिडियो खिचिरहेको छु यो मोबाइलको गाइज डिस्प्ले गएको छ होइन गाइज त्यस्तो धमिलो देखिन लाग्छ होइन गाइज र अब हजुरको साथ सपोर्ट यदि मैले पायो भने होइन गाइज म पायो भने होइन म मेरो युट्युब च्यानल राम्रो भयो भने म हजुर एउटा यसको डिस्प्ले हाल्नेछु यानि नयाँ मोबाइल किन्नेछु होइन गाइज र मेरो चाहिँ एउटा सब्सक्राइबर बढाएको छ होइन गाइज त्योमा मैले धेरै खुसी मनाउन खोजेको थिएँ तर गाइज बिहानै नराम्रो भइदियो होइन गाइज एकदमै गाइज होइन चित्त दुखेर पित्त फुट्या छ होइन गाइज मलाई मात्र किन हुन्छ कि गाइज केही गरौँ कि भन्यो होइन केही गरौँ कि भन्यो ठ्याक्कै यस्तो भइदियो गाइज अब हेर्नु न के गर्ने होइन पहाडको गाउँठाउँ होइन हजुरलाई थामै होला होइन गाइज यहाँ यस्तो दोकान पनि छैन होइन डिस्प्ले हाल्ने पसल पनि छैन मोबाइल ग्यालरी पनि हुँदैन होइन गाइज र गाइज अब के हुन्छ त आखिर अब जिन्दगीले कुन मोडमा लग्छ त आखिर मलाई होइन गाइज के हुन्छ त एकदमै गाइज दुःख लागिरहेछ मैले सोचेको थिएँ कि म डेली भ्लग बनाउँछु अब हजुरहरूलाई पनि खुसी राख्छु र म पनि खुसी हुन्छु जस्तै म आज हुँदै थिएँ तर गाइज बिचमा मेरो मोबाइलको डिस्प्ले गयो र गाइज अब देखाउन सक्ने भयो त गाइज होइन यति दुःखी भएको छु भनेर भन्थे होइन देखाउन मिल्दैन होइन गाइज त्यसैले अब यति भन्नु कि आज धेरै नै चित्त दुखेको छ होइन गाइज मेरो खाना पनि अलि रुचेन होइन आज चाहिँ मिठो थियो तर के गर्ने गाइज यस्तै हुँदो रहेछ होइन केही गरौँ भन्दाखेरि होइन गाइज र गाइज आज एकदमै के गाइज म यति खुसी थिएँ मैले 3 दिनमा मैले 1 सब्सक्राइबर चाहिँ कम्प्लिट गरिसकेको थिएँ होइन गाइज र मेरो नभए त्यही हजुरले राजा एक्स भ्लगमा गएर हेर्न सक्नुहुन्छ मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ गाइज टक्क र गाइज अब यस्तै हो होइन गाइज म चाहिँ मोबाइल रहेसम्म भ्लग हाल्नेलाई छु भन्नलाई आजको मैले भ्लग स्टार्ट गरेको थिएँ होइन गाइज आज मलाई खासै आज मैले यति राम्रो सोच बनाएको थिएँ होइन गाइज यति राम्रो सोच बनाएको थिएँ त्यहाँ हाम्रो के भन्छन् त्यसलाई ढुङ्गा मिलेर बनेको एकदमै ठुलो चट्टानको पहाड छ होइन गाइज त्यहाँ जाने प्लान गरेको थिएँ राम्रो त्यहाँ गएर हेन्जे चाउचाउ बनाउनलाई गरेको थिएँ तर सबै सपना कहाँ पुरा हुँदो रहेछ र होइन गाइज आज चाहिँ सपनाको चकनाचुरै भयो भन्नुपर्छ होइन गाइज र केही छैन भगवान्ले साथ दियो भने यो मोबाइल टिक्छ भन्ने मैले आशा गरेको छु केही महिना 2 महिना 1 महिना जति टिक्यो भने गाइज म अर्को महिना यहाँ नयाँ मोबाइल ल्याउँछु गाइज र यहाँ म यो मोबाइलमा डिस्प्ले हाल्छु होइन गाइज यदि मोबाइल रह्यो भने गाइज म भ्लग चाहिँ बनाइ नै राख्नेछु होइन गाइज आखिर जस्तो सुकै परिस्थिति आओस् होइन गाइज र अब गाइज मोबाइल नै नरह्यो भने त गाइज केमा बनाउनु र होइन गाइज त्यस्तै हो र गाइज सबैले गएर राजा एक्स भ्लगमा प्लिज गाइज साथ सपोर्ट र माया गरिदिनु होला भन्न चाहन्छु होइन गाइज सबैले सब्सक्राइब र बेल आइकन दबाउन नबिर्सिनु होला गाइज र गाइज अब आजको मौसम देख्न सक्नुहुन्छ एकदमै बबाल भएको छ होइन गाइज चारैतिर
अघि चाहिँ गाइस धेरै पानी परेको थियो होइन गाइस, धेरै पानी परेको थियो र आज अहिले मौसम यस्तो भएको छ होइन गाइस, कस्तो देखिरहेको छ मलाई त एकदमै खतम देखिरहेको छ गाइस होइन। हजुरहरूलाई कस्तो देखिरहेको छ त मोबाइलमा आखिर त्यो पनि कमेन्ट गरिदिनु होला होइन गाइस। मलाई चाहिँ एकदमै धमिलो यहाँ सिर्का रेखा रेखा आएको छन् होइन गाइस, मोबाइलमा रेखा रेखा आएको छन्। अब के गर्ने, आज त्यस्तै भयो होइन गाइस। आज चाहिँ एकदमै चित्त दुख्या छ होइन गाइस। मलाई मोबाइल फुट्यो भनेर चित्त होइन कि गाइस, मेरो भ्लग छुट्छ भनेर चित्त दुख्या छ। मैले आजभोलि त गाइस होइन भ्लग एडिटिङ गर्नमा यति मैले मेहनत गरिरहेको थिएँ नि त गाइस होइन। मैले आफूसँग भएको कुरा, ओ माई गड गाइस, पानी हेर्नु है, अब पानी आउँछ एकैछिनमा डेन्जरस। ओ आयो गाइस, पानी आयो गाइस, अब म घरतिर लाग्नुपर्छ। ओ माई गड, घरमा पुगिसकेको छ गाइस र गाइस। पानी पनि पर्यो होइन। हजुरहरूलाई कस्तो छ त, सन्चै हुनुहुन्छ भन्ने आशा भरोसा र विश्वास गरेको छु गाइस। र आजको भ्लग चाहिँ यति। थ्याङ्क यू सो मच गाइस। ओ माई गड गाइस, यस्तो तुफान चलिरहेको छ, यस्तो तुफान चलिरहेको छ कि गाइस, एकैछिन म हजुरलाई देखाउन चाहन्छु। एकैछिन प्लिज गाइस हेर्न सक्नुहुन्छ। ओ माई गड गाइस, मेरो बोली पनि राम्रोसँग सुनिरहेको छैन होला है गाइस।